आज ढिँडो पाकेन बुढा लभली आज खाना भातै पकाएको ल ल ठिक छ अब ढिँडो हिजो अस्ति ढिँडो खाइयो अब आज भात सायद भोलि अब मकैको ढिँडो हुन्छ होला है गाइजहरू एकदम एकदम पुग्छ पुग्छ कस्तो राम्रो छ पुग्छ पुग्छ भात अहिले पुगेन भने थपेला नि बाबु नाल्नु यत्रो भात म कहाँ खान्छु होला हौ म यत्रो भात बाबा हालिदिनु त यो भात म यत्रो खाइसक्छु अन्डा ल्याउनु त अन्त तरकारी हालिदिनु लोकल चामल है लोकल जिरामा मसिनो पाहाडको चिसो पानीमा फलेको लोकल चामल एकदम मिठो छ है गाईहरू अन्त खाना सुरु गरेँ म सँगसँगै तपाईँहरूले पनि इन्जोय गरेर माया गरिदिनु होला बुढाले पकाएको है मैले पकाएँ नि फेरि मेरो माई डियर लभलीले बुढा भनेको सबैजनालाई यस्तै दिनु है भगवान्ले मटर पनिर सोयाबिन वाउ अनि यसमा त पनिर पनि रहेछ त है बुढा मटर पनिर सब्जी बाफे भयो मटर अब खसी मासु अलिकति तताइदियो हुन्छ त्यही अन्डा पकाएकै भाँडामा तरकारी त यति भए पुग्छ अधेरको तरकारी यो तरकारी चाहिँ खनाएर कति कराईमा छ खनाएर राखिदिनु है राख्नु अब मलाई यो तरकारी चाहिँ पुग्छ म त हिजो अस्तिदेखि भनिरहेको छु कि सधैँभरि मेरो बुढाको चाहिँ हातै मिठो छ कि यस्तो मिठो दामी बनाउने नि तरकारीहरू है तरकारी होस् भात होस् होइन जे चिज पनि क्या स्पेसल कुक हो कुक स्पेसल बाबाले मिठो पकाउनुहुन्छ बुढीलाई माया पनि धिन्दान गर्नुहुन्छ अफेल पकाएर आफ्नै हातले चाट्टा खुवाउने मिठो मिठो परिकार पकाएर तपाईँहरूको बुढाले यसरी माया गर्नुहुन्छ गर्नुहुन्न कमेन्टमा यसो लेख्नु है कमेन्ट गर्नु है तपाईँहरूको बुढा चाहिँ मेरो बुढा जस्तो हुनुहुन्छ हुनुहुन्न कति माया गर्नुहुन्छ मेरो चाहिँ बाबाले फ्यान्टास्टिक जो कुरामा पनि है फ्राइडे हेर कति मिठो छ मा भने यस्तो छ होइन अन्डा कति मिठो है आज मर भने भोलि 2 दिन हुन्छ खानु चाहिँ पर्छ है गाईहरू झमझमसँगले मिठो मिठो परिकार बनाएर लोड गर्नु हुँदैन खाना जन्मे हो होइन खाना लाउन हिँडुल गर्नु जन्मे हो त्यति चाहिँ गर्नुपर्छ है गाईहरू तातै कति मिठो छ है जिरामी मसिनो लोकल चामल पाहाडको चिसो घाममा फलेको अरे चिसो पानी र माटोमा फलेको लोकल चामल हो यो बाबाले मिठो छ नि हो
त्यो तातो बरा अलिक खान सकिएन क्या बाबा तातो खाएको गाई नवीन नवीन ओइ नवीन भइसक्यो हौ त्यो त चर्चर गरिसक्यो ल्याउनु न के बसाल्यो डरो डढी छ भइसक्यो त्यो अलिअलि मन तातो पार्ने खानु छैन तातो तातो हुन्छ वाउ खसीको मासु आयो गाईहरू खसीको मासु बुढाले खुरुखुरु ल्याउने बुढी खरा खरा खाने हुनु त कति मिलेको यस्तो माया माया होस् यस्तो हुँदैन गाईहरू ल अचार पनि राखिदिनु पाइन्छ कि बुढा उयो यहाँ छ अमिरको अचार राखिदिनु हाल्दैन त खसी मासु आइसक्यो अर्को चम्चा गर्नु बस ल भएको अमिलाको अचार नै आयो कति बस्छ पाल मिठो छ त हौ अचार पनि लुसीलाई बेलुका नदिने हो अहिले अलिक धेरै खाना हालेर दिनु है एकैचोटि रप्पा खान्छ सुतेर बस्छ लुसी भनेको चाहिँ हाम्रो डग हो है गाईजहरू डगको नाम हामीले लुसी राखेको छ पालेको 9-10 वर्ष भयो
हड्डी त लुसीले खान्छ खतरा दिनभरि लाउला लाग्यो हड्डी खान्छ लुसीले खतरा पो रहेछ त हौ यो त अहिले दिनु हुँदैन खाएर बस्छ अहिले कडा रहेछ खाना धेरै हुन्छ मलाई रात अलिकति हालिदिनु कुकुरले सोध्नु पर्थ्यो लास्ट पिरो हो सादा बाबा पिरो पनिर र मटर सब्जी कस्तो मिठो हुन्छ है अहिले थोरै 1 चम्चा जति तरकारी ल्याइदिनु कि थोरै 1 चम्चा जति ल यो भातमा खान सक्दैन यति भात धेरै भयो राम्रो 1 चम्चामा यत्रो धेरै तर मिठो चाहिँ कस्तो मिठो है लास्टै मिठो भन्छ हौ सब्जी त कत्रा मिठो भन्छ नि कातीको अचार खाएको डल्ले खोर्सानी राखेर यस्तो मिठो लास्ट पिरो पनि रहेछ हौ
ओके गाइजहरू खाना एकदम खाएर इन्जोय गरेर मजाले पेटभरि खाना खाएर सकेँ। सबैले यतिन्जेल मलाई साथ दिएर सँगसँगै खाएर इन्जोय गरिदिनु भयो। सबैजनालाई धेरै धेरै धन्यवाद। फेरि भोलि अर्को भिडियो लिएर आउँदैछु। बाई बाई, नमस्ते।